हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म आफ्नो दिनको सुरुवात चाहिँ झाडु लगाएर गर्दैछु र त्यसपछि चाहिँ मैले झाडु लाउने स्टार्ट गरेँ। अनि फर्स्टमा चाहिँ मैले बरन्डातिर सफा गर्न लागेँ। अनि प्लान्टहरू चाहिँ कस्तो धुलो भइरहेको थियो कि अनि मैले चाहिँ सुतीको कपडाले पानी लगाउँदै पुस्दै गरेर चाहिँ सफा गराएँ। अनि गमलाहरू चाहिँ प्लास्टिकको गमलाहरू हो कि अनि यसलाई सफा गर्न पनि इजी हुन्छ अनि यसलाई सार्न पनि इजी हुन्छ। अनि मलाई त्यो पछाडि राखेको त्यो कलशहरू पनि माझेर पानी राखेर लुगामा राख्नु छ। अनि मैले चाहिँ बढाएर सकेँ। अब हाम्रो पाला आयो अगाडिको आँगनको। अनि यो प्लान्टमा चाहिँ जति गरे पनि पातहरू चाहिँ झरिरहने के मान्छे टच गर्दा बित्तिकै झरिहाल्ने। त्यसपछि मैले चाहिँ हल्लाइ यो पात चाहिँ सबै जम्मा गरेर अगाडि फालेँ, बढार्दैछु अगाडि। अनि यो अम्बाको पातहरू अनि यो प्लान्टको पातहरू फ्लावरको पातहरू चाहिँ कस्तो खस्ने के अनि यही चाहिँ बढार्न चाहिँ टाइम लाग्छ, बिहानभरि लाग्छ एकजनालाई। अनि मैले अगाडिको रोडमा पनि अलिअलि गरेर सफा गरेँ। अनि त्यसपछि धेरै फोहोर रहिदिन्छ। म चाहिँ भित्र आएँ, मेरो दाल डढे जस्तो लाग्यो मलाई। म भित्र दाल हेर्न आएको, फेरि दाल सिटी लगाइसकेको रहेछ। अनि फेरि भात बसालेर म चाहिँ अब पोछा लाउन लाग्छु। पोछा चाहिँ मलाई गमला सारी लाउनुपर्छ, नत्र मलाई चित्तै बुझ्दैन फेरि है। अनि गमला चाहिँ सारेर लगाएँ मैले। त्यसपछि मैले चाहिँ यो डन्डा युज गर्नुभन्दा पनि मलाई त हातैले लाग्न चाहिँ सफा लाग्छ कि यो पोछा चाहिँ। मैले सबैतिर पोछा लगाएँ अगाडितिर। त्यसपछि यसरी टिलिक्क पारेँ। अनि टिलिक्क पारिसकेपछि अब चाहिँ म अर्को काम गर्न लाग्छु। यो चाहिँ मेरो प्लान्टहरू र मेरो सफा भएको घर। मैले चाहिँ यो हिबिस्कस प्लान्ट लगाएको थिएँ अगाडि, घरको अगाडि। यो प्लान्ट चाहिँ सधैँ फुलिरहने कि अनि यसलाई चाहिँ कलशमा पानी राख्न चाहिँ एकदमै सजिलो भएको छ मलाई। हेर्दाखेरि पनि राम्रो देखिने अनि राम्रो देखेछ नि। कस्तो राम्रो देखेको मेरो कलश। मलाई कस्तो मनपर्छ कि यो कलशमा यसरी पानी राख्न। अनि त्यसपछि मैले कलशमा यो पानी राख्नु मेरो बेस्ट पार्ट हो कि बिहानको। अनि यो प्लान्टलाई त म यस्तो माया गर्छु यो प्लान्टलाई त। तर यो प्लान्ट चाहिँ गमलाकै हाम्रो राम्रो छैन, अलि प्लास्टिक भएर चाहिँ फुटिसक्न लाग्छ कि गमला चाहिँ चेन्ज गर्नुपर्ने छ। मैले चाहिँ साँझ धोएर सुकाएको कपडाहरू पनि पट्टाएर राख्न लागेँ। त्यसपछि यो कोठाको हालत पनि साँझ जसरी पढेर बसेको थियो त्यत्तिकै थियो। अनि मैले चाहिँ अब मिलाएर ट्याक्क पारेर अनि अब साँझ पढ्नको लागि चाहिँ रेडी पारेर राख्दैछु। अनि यसरी मिलाएँ, सबै किताब कपी थालिँदो थियो, मैले मिलाएँ सबै। अनि घरमा चाहिँ कोही पनि उठेको थिएन कि अझै 6 बजेको थिएन नि त, 6 बजेकै थिएन। अनि त्यसपछि मैले चाहिँ सबै यो भित्र पनि झाडु लाउने पोछा लाउने भनेर आएको थिएँ। अब स्टार्ट गरिसकेँ मैले आफ्नो रुमदेखि चाहिँ। आफ्नो कपी किताब चाहिँ मिलाइसकेँ। अब यत्तिकैमा चाहिँ घरको परिवार पनि उठ्छन् र मेरो दिदी चाहिँ उता कोठाबाट उठेर यता कोठामा आएर बच्चा खसी सुती। त्यसपछि यसलाई चाहिँ मैले के सुतेको यतिसम्म के बहिनीले उठेर काम गर्ने, दिदी चाहिँ हेर्ने, यो चाहिँ बुत्तल है, यत्रो बुत्तलहरू लथालिङ्ग है मेरो घरमा। अनि मैले चाहिँ स्कुल जानको लागि ड्रेसहरू आइरन लाउँदैछु। उता खाना पनि बनिसकेको छ, लगभग सिटी लाग्न बाँकी छ खानामा। त्यसपछि मैले चाहिँ उता दिदीसँग गफ गर्दै अरूको कुरा काट्दै मैले चाहिँ आइरन लाउँदैछु। आइरन पनि ठ्याक्कै लाइन रहेछ, बत्ती नभएको बेला चाहिँ टेन्सन हुन्छ। म चाहिँ नुहाएर आइसकेँ, कस्तो राम्रो हिरोइन देखेको म त। अनि म खानासाना खाएको चाहिँ भिडियो गराउनु बिर्सेछु। म चाहिँ रेडी भइसकेँ गाइस। वाउ, विश्व सुन्दरी हो, विश्व सुन्दरी, मतलब विश्व सुन्दरी, कस्तो राम्रो देखेको कि म त। त्यसपछि अब म स्कुल जानलाई रेडी भइसकेँ गाइस। मैले खानासाना खाएँ, म छाता बोकेर नेपालगञ्जको गर्मीमा गेट खोलेर स्कुल पढाउन गएँ। म आइसकेँ स्कुलदेखि पढाएर चाहिँ। हाम्रो स्कुलमा चाहिँ मोबाइल एलाउड छैन र हाम्रो भोलिदेखि 4 दिन बिदा। हुर्रे।